आले ऐसा कि घर बस्दाको चप्पल लाएर हिँडिरहेको थिएँ अहिले कागज टाँसिरहेको रहेछ। मम्मी केही भन्नु छ दुई शब्द मम्मी आले ऐसा कि घर बस्दाको चप्पल लाएर हिँडिरहेको थिएँ अहिले कागज टाँसिरहेको रहेछ। मम्मी केही भन्नु छ दुई शब्द मम्मी। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। होइन म जस्तो फेसन सेन्स ड्रेसिङ सेन्स नभएको मान्छे होइन को हुनुहुन्छ होला मलाई भन्नु है त। मम्मी चाहिँ खतरा होइन, पहिला जमानादेखि खतरा मान्छे हो नि त। त्यो अहिले फोटोहरू हेर्दा त्यो पहिलाको ड्रेसहरू हुन्छ नि, त्यो बेली पेन्ट अनि त्यो खुल्लावाला पहिला हाम्रो मम्मीले सबै लगाइसक्नु भएको रहेछ क्या। अनि आज चाहिँ के भयो भन्दाखेरि आज भन्दा पनि म अरू बेला पनि बाटोमा पुगिसकेपछि चाहिँ यो लुगा त मैला रहेछ भन्ने लाग्छ के, त्यो लुगा मैला रहेछ भन्ने हुन्छ। अनि फेरि ह्या भनेर हिँड्छु। अनि म मात्रै हो कि अरू पनि हुन्छ, त्यो कपाल बाट्नुदेखि लिएर कता कता कसरी बान्ने मलाई यति पिटिक्कै पनि आउँदैन। अनि मेकअप क्लास त मैले लिएको थिएँ एक जमानामा, अनि पार्लरको चाहिँ गर्नु खोजेको थिएँ तर मैले सकिनँ, अनि मैले छोडिदिएँ। अनि मेकअप क्लास पनि मैले छोडिदिएको थिएँ। अनि आज भोलि मलाई कतै हस्पिटलमा देख्नुभयो भने अनि यो मान्छे त गफ भने चाहिँ खतरा हान्छ, तर यो मान्छे कस्तो खालके छ, यो भाताङ भुतुङ के कपाल पनि यहाँ भरिदिन्छ, यस्तो हुन्छ पुरा हावामा यस्तो गरेर उडिरहेको हुन्छ। अनि कपाल मेरो, अनि लुगा भनेको चाहिँ त्यत्तिकै लगाएर भ्याल्याङ सुरुवाल पनि त्यो मुनिसम्म लगाएर म चप्पल पनि त मैलै छरीको हिँडिराखेको हुन्छु। अनि अघि चाहिँ के भयो भन्दाखेरि म मम्मीसँग बजार जाँदै थिएँ, त्यो अहिले भाइरलवाला छ नि त्यो ढाकाको कपडाको कुर्ती, हाफ कुर्ती हो त्यस्तो किन्नलाई म जान आँटेको थिएँ। अनि भर्दाटो तल गएर खुट्टा धोएँ अनि हिँड्नु थालेछ क्या, पुरै नाच्दै नाच्दै भर्दा लास्टमा यस्तो चप्पल हेर्छु त चप्पल त घर बस्दा लाउने चप्पल लगाएर हिँडेछु। कोही बेला त म त त्यो टोइलेटको चप्पल लगाएर हिँडिरहेको हुन्छु नि त। अनि त्यही लगाएर हिँड्नु आँटेको चाहिँ मम्मीले कराउनु भयो, अनि त्यो चप्पल खोलेँ अनि अर्को चप्पल लगाएर हिँडेँ। अनि भर्दा लास्टमा फेरि पछि अर्को बाटोमा पुगिसकेपछि आधी बाटोमा पुगेपछि त चप्पल त मेरो त्यो मैलै रहेछ होइन। अनि त्यस्तै हो होइन, तर म के अरे हस्पिटलमा चाहिँ सधैँ जस्तो चाहिँ होइन, कोही बेला चाहिँ म राम्रो चिटिक्क हिँड्छु, यता चिम्टी यता चिम्टी यता चिम्टी यता चिम्टी लाएर हिँड्छु। ल त्यति नै भन्नु थियो मेरो, बाई बाई।